हेर्न सक्छौँ कि भजन सङ्ग्रह 32 अध्यायको 1 देखि 5 हामीले हेऱ्यौँ भने यहाँ दाउदले परमप्रभुप्रति उनीप्रति गर्नुभएको त्यो कृपालाई उनले याद गरिरहेका छन् कि यहाँनिर लेखिएको छ कि धन्य हो त्यो व्यक्ति जसका अपराध क्षमा भएको छ र जसको पाप ढाकिएका छन्। त्यो मानिस धन्य हो जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, जसको मनमा छलकपट छैन। जब म मौन रहेँ दिनभरि मेरो करुण करन्दलले मेरा हाडहरू खियाएर गए, किनकि दिनरात तपाईँका बाहुलीको भार मामाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भए झैँ सुकिसकेको थियो। तब मैले आफ्नो पाप तपाईँको सामान्य स्वीकार गरेँ र मेरो अधर्म मैले लुकाइन। मैले भने म आफ्नो अपराध तपाईँको सामान्य स्वीकार गर्नेछु र तपाईँले मेरो पापको दोष क्षमा गर्नुभयो। आमेन। प्रियहरू, हामीले परमप्रभुलाई धन्यवाद दिनु, परमप्रभुमा प्रशंसा चढाउनुको उद्देश्य एउटै छ कि तपाईँ र म त्यो प्रेम, त्यो क्षमा, त्यो दोषको क्षमा पाउने योग्यको नहुँदै पनि उहाँले तपाईँ र मलाई औधी प्रेम गरिकन तपाईँ र मलाई उहाँले आज त्यो क्षमा दिनुभएको छ, अनन्तको क्षमा दिनुभएको छ। अनि त्यो पाप स्वीकार गर्ने हृदय पनि उहाँले दिनुहुन्छ। अनि त्यो हृदयमा पश्चाताप गर्ने ती शब्दहरू पनि उहाँले हालिदिनुहुन्छ। मैले तपाईँलाई भन्नु पऱ्यो भने तपाईँ र मैले अनन्त जीवन पाउनुमा तपाईँ र मेरो 1% पनि मेहनत छैन। प्रियहरू, त्यो पश्चाताप गर्ने हृदय पनि उहाँले हामीलाई दिनुभयो। अनि जब हाम्रो पाप, हाम्रा कमजोरीहरू परमप्रभु राख्छौँ, उहाँले कुनै पनि शर्त नराखिकन तपाईँ र मलाई त्यो उहाँको जीवन दिनुभएको छ, अथवा त्यो पापको दोष नभइकन अब हामीलाई क्षमा निर्दोष साबित गर्नुभएको छ उहाँको प्रेमले गर्दा। प्रभुलाई मन भएको आफ्नो हृदयलाई तयारी गर्नुहोस्। प्रियहरू, उहाँको अनुग्रह, उहाँको कृपालाई याद गरौँ। उहाँले हाम्रो जीवनमा कतिको कृपा दृष्टि गर्नुभएको छ। उहाँलाई नै प्रशंसा महिमा हुनुपर्छ। सारा सृष्टिका मालिक प्रभु सबै कुराको श्रेय उहाँलाई हुनुपर्छ। सृष्टिको राज्य तपाईँलाई, हाम्रो हृदय सबैले आदर प्रणाम सदैव होस् तपाईँकै गुणगान। सारा सृष्टिको मालिक तपाईँलाई, सारा सृष्टिको राज्य तपाईँलाई, हाम्रो हृदय सबैले आदर प्रणाम सदैव होस् तपाईँकै गुणगान। हालेलुया, हालेलुया, तपाईँको वचन हिँडेर जानेछ यो जीवन, विश्वासी मर्दैन कहिले। सब संसार चलेर जानेछ, बोल्ने छैन तपाईँको वचन।
गरिबलाई तपाईँले धनी बनाउनु भएको छ, निर्मललाई बलियो बनाउनु भएको छ तपाईँको राज्यमा। धन्यवाद प्रभु, तपाईँको नामलाई हामी यस कारणले चाल्दछौँ। आज तपाईँको नामलाई चाल्ने योग्य तपाईँको बलिदानद्वारा, तपाईँको प्रेमको कृपा दृष्टिद्वारा आज तपाईँलाई धन्यवाद चढाउने धन्यवाद। तपाईँको महानताको लागि धन्यवाद। तपाईँको निगाहको लागि धन्यवाद। तपाईँको तुल्य प्रेमको लागि हृदयबाट चढाएका, ओठबाट चढाएका, मस्तिष्कबाट चढाएका प्रभु, हामीले जति जति गरेका छौँ सबै कुरा केवल तपाईँको महिमाको निम्ति, तपाईँको महानताको निम्ति हामीले गरिरहेका छौँ। हे प्रभु, तपाईँलाई धन्यवाद, जसले तपाईँको राज्यमा बोलाउनु भयो, तपाईँको महिमाको निम्ति, तपाईँको प्रशंसाको निम्ति। हामी जहाँ हुन्छौँ, जुन अवस्थामा हुन्छौँ, जुन ठाउँमा हुन्छौँ, केवल तपाईँप्रति धन्यवादी हुनु, तपाईँको प्रशंसा गर्नु बाहेक हामी अरू केही पनि दिन सक्दैनौँ। धन्यवाद प्रभु, धन्यवाद। यो सारा स्तुति प्रशंसाको समय आफ्नो उपस्थिति राख्नुभयो। हामीले चढाएका स्तुति प्रशंसा धन्यवादका भेटीबाट तपाईँ महिमित हुनुभएको छ। तपाईँलाई धन्यवाद, धन्यवाद यो सबै कुराको लागि। र बाँकी समय तपाईँको हातमा राख्छौँ। सबै कुरा चलाउँछु प्रभु येशूको नाममा, आमेन।